जो कोही मान्छेहरूले चम्चाबाट खाना खानुहुन्छ भने यो जान्न जरुरी छ कि छिट्टै मृत्यु हुने प्रमाणित गरिएको छ। हातबाट खाना खाने मान्छेलाई एकदमै राम्रो र हेल्दी मान्ने गरिन्छ, किनभने हाम्रो हातको औँलामा खानाको टच हुन्छ। हातको नर्भ सिस्टम हुन्छ, त्यो सेन्सिटिभ नर्भ हाम्रो ब्रेनलाई सिग्नल दिन्छ अनि खाना हामीहरूले खाँदैछौँ भनेर। तब ब्रेनले सिग्नल दिन्छ मुखको लाला स्क्रिनलाई, जब हामीलाई लाला क्रिएट गर्छ। त्यही लाला क्रिएट गरेर सिग्नल पुग्छ पाचन तन्त्रमा, जब त्यही खाना आउँछ र आफ्नो पाचन तन्त्र प्रक्रिया सुरु गर्दछ। जब हामीले खाना हातमा लिन्छौँ, यो हातमा माइक्रो सेकेन्डमै सेन्सिटिभ सिस्टमबाट काम गर्दछ। फेरि तपाईँले खाना खानुहुन्छ र ब्यालेन्सको साथमा खाना पिसिरहेको हुन्छ र पाचनमा गएर खाना पचाउन मद्दत गर्छ। त्यही भएर खाना कहिले पनि हातबाट खानुपर्छ। पहिलेका मान्छेहरूलाई देख्नुहुन्छ, पुरानो जमानामा चम्चाको कहिले पनि प्रयोग भएको थिएन। सबै मान्छेहरू आफ्नो हातबाट प्रयोग गरेर खाना खान गर्थे। त्यसैले हातबाट खाना खान छोडेर जो चम्चाले खानुहुन्छ उहाँलाई यो भिडियो सक्दो सेयर गर्नुहोला।